सन्ध्या तिमी कहाँ छौ? आइ 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 होइन यो सन्ध्या भन्ने केटी चाहिँ को रहेछ हो यार? भैँसी अलि राम्रोसँग बाँच्नु पर्छ नि। भैँसी होइन रागो धेरै कराएको छ, घाँस हाल्दैन छ कि क्या हो यसले यार? आफूले माया गरेको मान्छेले नै आफूलाई वास्ता नगरेपछि यो केटीको आँखामा फेरि काटिके कुकुरले मुतेछ कि क्या हो? रोएको नाटक पो गर्दैछ त यार। आजभोलि मेरो दिमाग के भइरहेको छ? सब कुरा बिर्सिरहेको छु हे। यसको मतलब पक्कै पनि तिम्रो दिमाग खुस्किएको हुनुपर्छ। भो 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 पर्दैन, यस्तो रसिलोपन मलाई हेर्न मन छैन। छातीभरि भुत्लै भुत्ला छ। गालामा झिङ्गा बसेको विषयलाई चाहिँ नि म यसको मुखैमा झिङ्गा होइन होइन होइन, कोही पनि नझुक्किनु। भगतेको मुखमा झिङ्गा गएको होइन, भगतेले चाहिँ खाएको। कालो रातमा भए पनि भयो, सेतो रातमा भए पनि भयो, तर यसरी दुनियाँको अगाडि यस्तो गरे भनेर सो त गर्न भएन नि नानी। म छुन चाहिँ छुन्न होइन, तर हेर्न चाहिँ पाइने रहेछ। देखाउन चाहिँ के देखाउने हो? हातले इसारा गरे ठाउँतिर त होइन कतै। भ्यालेन्टाइन डे आएर नि के गर्नु? फुल बाख्राले खाइदियो। फुल बाख्राले खाइदिएर के भयो त? चिन्ता नगर, मसँग दुईवटा अन्डा छ, फेरि कुखुराको भनेको नि। तेरिका यार, हाम्रो त यस्तो यस्तो गरेर हल्लाउने छैन। हामीले त हल्लाउने भनेको क्यामेरै हो साथी हो। बिरालो हो, आशा गरेको होला नि त, दुलोबाट मुसो निस्किन्छ कि भनेर। यदि किस दिनु मन छ भने त अलि जाँगरसँग पो दिनुपर्छ। यो बिजागरे किन दिनु माया चिक्ने? राम 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 राम। अब फेसबुक खोलेको 1 मिनट भएको छैन, यसको चाक त्यही बेलामा चिलाउनु पर्ने। मेरो किस्मत पनि कस्तो रहेछ यार, यस्तो भिडियो देख्नु परिरहेछ। अरे यार यो किन हाँस्यो भन्नु होला, पहिला भिडियो त हेर्नुस्। अरे बगाउ बगाउ, जति भुडी बोकाए पनि हुन्छ, काजुको पावर छडै छ। यहाँनिर मुलामा यस्तो दारी जुगा पलाएर यति ठुलो ठुलै दुःख दिएर मलाई कस्तो भइरहेछ है। त्यो मुलाको जरा हो के यार, कहाँ दारी जुगा हुनु? यो ताल हो भने कुन दिन भुत्ला भन्न पनि बेर लाउँदिन। हजुरलाई मासु मन पर्छ कि? लोक्ने मान्छेको जात पर्यो, मासु त मन परिहाल्छ नि, त्यो पनि काँचो।